नमस्कार। कार्यक्रम इना स्टक शोको अर्को एपिसोडमा यहाँहरूलाई स्वागत छ। म इना गौतम। गत साताहरूमा जस्तै आजको सातामा पनि आज मैले एउटा त्यस्तो व्यक्तित्वलाई निम्ताएको छु जसको जर्नीलाई सुनेर यहाँहरू पक्कै पनि एकदमै इन्स्पायर हुनुहुन्छ। उहाँले गर्नुभएको हार्डवर्क र उहाँले अहिले जति पनि नेपालदेखि अमेरिकासम्म आएर स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदानको विषयमा आज हामी कुराकानी गर्नेछौँ यो एपिसोडभरि। उहाँ हुनुहुन्छ हाम्रो डाक्टर अमित कँडेल। उहाँ चाहिँ स्ट्रोक तथा न्युरोलोजिस्ट पनि हुनुहुन्छ। विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अमेरिकामा लगायत नेपालमा पनि उहाँको के कस्ताहरू योगदान पुर्याउनु भएको छ, उहाँले के गर्दै आइरहनु भएको छ र उहाँका फ्युचर प्लानहरू कस्ता रहेका छन् त्यो विषयमा रहेर आज हामी कुराकानी गर्नेछौँ। अब भने हामी ढिला नगरिकन उहाँलाई स्वागत गरौँ है त। नमस्ते दाइ। नमस्ते, धन्यवाद। मैले चाहिँ हजुरको एकदमै थोरै परिचयबाट यहाँलाई कार्यक्रममा वेलकम गरेँ होइन। मैले हजुरको हिजोदेखि अलिअलि रिसर्च पनि गरिरहेको थिएँ होइन। अनि यति धेरै कुराहरू रहेछ त्यो इन्ट्रोडक्सनमा मैले राख्ने होइन। त्यही भएर म आफै नै नर्भस भएँ दाइलाई मैले के भनेर इन्ट्रोड्युस गरौँ भनेर। सो हजुरकै मुखबाट चाहिँ अझै क्लियर तरिकाले चाहिँ अलिकति हजुरको इन्ट्रोडक्सन सुन्न पायो भने अझै सुन्न सुगन जस्तो लाग्यो। म चाहिँ नि नेपालमै हुर्केर अनि त्यसपछि नेपालमै मेडिकल कलेज गरेर पाटन बिएनबीमा केही समय इमर्जेन्सीमा काम गरेर यहाँ बफेलो न्युरोलोजी ट्रेनिङको लागि आएँ। अनि ट्रेनिङको लागि आएर न्युरोलोजीमा ट्रेनिङ सिद्धाएँ। अनि त्यसपछि स्ट्रोक मस्तिष्कघातमा 1 वर्ष ट्रेनिङ सिद्धाएर अनि यहीँको युनिभर्सिटी बफेलोमा चाहिँ नि मैले एज अ न्युरोलोजिस्ट जोइन गरेर अहिले म भलुन्टियर फ्याकल्टी छु यहाँ युबीमा, एसोसिएट प्रोफेसर भएर। अनि लास्ट 1 महिना अगाडि चाहिँ नि सम्म चाहिँ नि स्ट्रोक डिरेक्टर पनि थिएँ। अब चाहिँ नि मैले सानो ब्रेक लिएर अगस्तदेखि चाहिँ नि एरिजोनाको फिनिक्सको बेरो न्युरोलोजिकल इन्स्टिच्युटमा म डोरेन्स चेयर अफ भास्कुलर न्युरोलोजी, स्ट्रोक डिरेक्टर, डिभिजन चिफ र सिनियर एडभाइजर अफ बेरो ग्लोबल भएर चाहिँ नि अब काम सुरु गर्दैछु। यो बाहेक म धुलीखेला हस्पिटल र राप्ती एकाडेमीमा पनि भलुन्टियर फ्याकल्टी छु। त्यो भएकोले नेपालमा पनि बेला बेलामा चाहिँ नि काम गरिरहेको हुन्छौँ। हजुर दाइ, त्यही त यो निकै नै धेरै कुराहरू छ आज सेयर गर्नको लागि। म एकैचोटि यहाँ आउनु भन्दाखेरि पनि अलिकति ब्याक टु फ्ल्यासब्याक जान मन लाग्यो होइन। हजुरले चाहिँ कसरी सोच्नु भयो कि एक दिन म चाहिँ यो स्ट्रोककै एउटा डाक्टर बन्छु, न्युरोलोजिस्ट बन्छु भन्ने सपना कहाँदेखि सुरु भयो, कसरी यहाँसम्म त्यो यात्रा तय गर्नुभयो, अलिकति जानकारी दिनुहोस् न। यो अब मेडिसिन पढेर इमर्जेन्सीमा काम गरेँ पाटन हस्पिटलमा। त्योभन्दा अगाडि इन्टर्नल मेडिसिनमा काम गर्छु भन्ने विचार थियो। त्यो बेलामै म इन्टर्न भएको बेलामा मेरो बुवालाई मेनिन्जाइटिस भएर एकदमै सिकिस्त बिरामी हुनुभएको थियो काठमाडौँमा। अनि त्यसपछि दिल्ली लगेर ट्रिट गरेँ अनि उहाँलाई कम्प्लिट रिकभरी भयो। त्यो बेलामा मैले पहिलोचोटि लाइफमा चाहिँ नि न्युरोलोजिस्टले लाइफ सेभ गरेको देखेर अनि इन्डियाको दिल्लीको न्युरोलोजीसँग एकदम इम्प्रेस भएर अनि म पनि न्युरोलोजी पढ्छु भन्ने सोचेँ त्यतिखेर। म इमर्जेन्सीमा काम गर्दा नेपालगञ्जबाट ट्रेनिङ गरेकोले न्युरोलोजिकल इमर्जेन्सीमा चाहिँ नि म अरूभन्दा बेटर भएको जस्तो पनि फिल भयो। अनि त्यो भएकोले अब ल न्युरोलोजी गर्छु भनेर सोचेँ। अब त्यतिखेर नेपालमा ट्रेनिङ थिएन न्युरोलोजीको। अब इन्डिया या चाहिँ नि युरोप अथवा अमेरिका आउनु पर्थ्यो। अनि त्यही ट्रेनिङको लागि न्युरोलोजी नै गर्छु भनेर अनि एप्लाई गरेँ। अनि बफेलोमा म्याच भइसकेपछि बफेलो आएँ। अनि लास्ट 18 इयर्स त यहीँ बिताएँ। हजुर, त्यही त डाक्टर हाम्रो अब बुवा मम्मीले सानै हामीलाई स्कुल पठाएदेखि नै छोरालाई डाक्टर इन्जिनियर बनाउँछु भन्ने त्यो सपना एउटा बुनिरहँदाखेरि चाहिँ जस्तो कति फ्यामिली ब्याकग्राउन्डहरूले त त्यो पोसिबल पनि हुँदैन नि त। हजुरको सवालमा त्यो कस्तो थियो, एउटा फाइनेन्सियल ब्याकग्राउन्ड कस्तो थियो, हजुरलाई कतिको इजी भयो पढ्नको लागि? अब त्यो फाइनेन्सियल एकदम प्रिभिलेज नै भएँ म। मेरो बुवा आमाले चाहिँ नि पहिलेदेखि मेडिसिन पढोस् अथवा पढाइमा राम्रो गरोस् भनेर त्यो चाहिँ नि अब भानुभक्तमा पढेँ, त्यसपछि सेन्ट जेभियर्स गएँ, त्यसपछि मैले चाइनामा पनि मेडिसिन पढ्न गएँ तर ल्याङ्ग्वेज डिफिकल्टी भएकोले छोडेर आएँ। अनि त्यसपछि नेपालगञ्ज गएँ। अब त्यो प्रिभिलेज नभएको भए सम्भव थिएन। त्यही त है, त्यही त। अनि हजुरले यो अमेरिका नै गएर चाहिँ म आफ्नो स्टडीलाई कम्प्लिट गर्छु भन्ने कसरी सोच्नु भयो र कसरी आइपुग्नु भयो यहाँनिर चाहिँ? त्यो चाहिँ नि अब न्युरोलोजी गर्नु मन लाग्यो। अब इन्डिया जाउँ कि युके जाउँ कि अमेरिका जाउँ भन्ने भयो। अब युकेमा पनि अब फरेन ग्रेजुएट्सहरूलाई त्यति राम्रो भविष्य नदेखेर प्लस इन्डियामा जाने पनि पाथवे क्लियर भएन। अनि त्यो भएकोले अमेरिकै ट्राई गरौँ भनेर अब 1 वर्ष ट्राई गर्छु, भएन भने फेरि रिफिगर आउट गर्छु भन्ने हिसाबले आएँ। अनि त्यही 1 वर्षमै यहाँ म्याच भइसकेपछि
अनि कन्टिन्यू गरौँ। हजुर, त्यही त अब हाम्रो नेपालमा अझै अरू कति धेरै स्टुडेन्टहरू छन् जो चाहिँ अमेरिका आएर एउटा होइन उहाँहरूको आफ्नो प्रोफेसनललाई एउटा रियालिटीमा बदल्नको लागि धेरै मेहनतहरू गरिरहनु भएको हुन्छ। अब आज चाहिँ हामी यो स्वास्थ्य सम्बन्धी कुराकानी गरिरहेको भएर चाहिँ यो डक्टर बन्नको लागि चाहिँ कतिजनाको सपना पनि होला। डक्टर बन्नकै लागि चाहिँ एज अ यो हजुर न्युरोलोजिस्ट के विधानहरू छन्, के प्रक्रियाहरू छन् जो पुरा गर्नुपर्छ, कति समय लाग्छ, त्यो पनि थोरै जानकारी दिनुहोस् न। हजुर, अब यो पढ्न त नि कस्तो भने मेहनत एकदम बढी लाग्छ। ट्यालेन्ट इन्टेलिजेन्स भन्दा पनि मेहनत हो। मेहनत गरेपछि त्यो ट्र्याकमा पुगिन्छ, हेल्प पनि हुन्छ, फाइनेन्सियल पनि बन्छ। तर कस्तो हो भने मेहनत चाहिँ नि एकदमै लाग्छ। अब फाइनेन्सियल मात्रै सोच्ने हो भने मेडिसिनभन्दा अरू विधामा जाँदा बेटर छ। अब सेवा गर्ने प्लस आफ्नो इन्ट्रेस्ट छ भने र हार्डवर्क गर्छु भनेर डिटर्मिन छ भने मेडिसिन चाहिँ सुपर सिम्पल छ। लगभग कति जति वर्ष लाग्छ होला दा यो सब प्रोसेस कम्प्लिट गरेर चाहिँ एज अ फिल्डमै गएर काम गर्नको लागि त निकै वर्ष लाग्छ होला है? अब 4.5 वर्ष मेडिकल कलेज भयो, त्यसपछि 1 वर्ष इन्टर्नसिप भयो, त्यसपछि रेजिडेन्सी भनेर अब मेरो 4 वर्षको थियो, फेलोसिप 1 वर्षको भयो, भनेपछि लगभग 10.5 वर्ष त्यो सबै ट्रेनिङमा गयो। धेरै नै लामो पेसन लेभल भएको मान्छेमा मात्र हुन्छ होइन? त्यही त हजुरले धेरै राम्रो गरिरहनु भएको छ दाइ। अब धेरै नामहरू पनि सुनिरहेको, मलाई पर्सनली पनि एकदमै भेटेर गफ गर्न मन लाग्यो होइन। अब यो स्ट्रोकको विषय भनेको चाहिँ एकदमै विश्वव्यापी रूपमा होइन दिनदिनै बढ्दै गइरहेको एउटा समस्या पनि हो। अलिकति जानकारी दिनुहोस् न, यो स्ट्रोक भनेको चाहिँ के हो, यो कसरी हुन्छ र कुन लेभलसम्म यसको उपचार चाहिँ होइन कम्प्लिट हुन सक्छ अथवा मान्छेलाई अझ रिकभर हुन सजिलो हुन्छ, जानकारी दिनुहोस्। हजुर हस्, त्योभन्दा म अलिकति ब्याक भएरै भन्छु नि त। अब न्युरोलोजी चाहिँ कस्तो भने नयाँ डेभलपिङ विधा पनि हो। न्युरोलोजिस्ट हुनको लागि चाहिँ नि अहिले सबभन्दा बेस्ट टाइम हो कि, किनभने आजभन्दा 15 वर्ष अगाडि न्युरोलोजीको डिजिज भए पनि ट्रिटमेन्ट थिएन। अहिले चाहिँ नि लास्ट 20 वर्षमा चाहिँ नि सबभन्दा धेरै मेडिसिनमा प्रोग्रेस भएको चाहिँ नि न्युरोलोजिकल डिजिजमा। पहिला स्ट्रोकमा केही हुँदैन थियो, अब स्ट्रोकमा फुल्ली ट्रिट भएर मान्छे ब्याक हुन्छ। मल्टिपल स्क्लेरोसिस भन्ने डिजिजमा पनि एकदम ठुलो छ। माइग्रेनमा कति नयाँ औषधिहरू डेभलप भएकोले एकदम धेरै अपर्च्युनिटीहरू छ ट्रिट गर्नलाई, मान्छेको डिसेबिलिटी घटाउनको लागि। तर त्यो पनि कस्तो छ भने डेभलप्ड कन्ट्रीमा छ, डेभलपिङ कन्ट्रीमा चाहिँ नि त्यो अझै 20 वर्ष 25 वर्ष पुरानो जस्तो छ। त्यसैले त्यो न्युरोलोजीको च्यालेन्ज चाहिँ नि दुईटै फेजमा छ, एकदम डेभलपिङ पनि छ र एकदम अभावको ठाउँहरूमा आवश्यकता पनि एकदम छ। त्यसमध्ये स्ट्रोक चाहिँ नि सबैभन्दा कमन न्युरोलोजिकल डिजिज हो। सबैभन्दा धेरै न्युरोलोजिकल डिजिजबाट ज्यान जानेमा पनि स्ट्रोकै पर्छ। प्लस यदि डिसेबिलिटी ज्यान गएन र स्ट्रोक भयो भने त्यो पर्सन डिसेबल हुने भएकोले डिसेबिलिटी पनि एकदमै धेरै छ। अब अहिलेको स्थिति हेर्ने हो भने त 85% स्ट्रोकको डेथ, अलमोस्ट 90% स्ट्रोकको डिसेबिलिटी चाहिँ नि डेभलपिङ कन्ट्रीमा छ। डेभलप्ड कन्ट्रीमा चाहिँ त्यो अलिकति सल्भ भएको छ। त्यो भएकोले एज अ होल वर्ल्ड वाइड हेर्दाखेरि त स्ट्रोक एकदमै ठुलो र डर लाग्दो डिजिज पर्छ, जुनलाई चाहिँ नि प्रिभेन्ट पनि गर्न सकिन्छ, ट्रिट पनि गर्न सकिन्छ। तर त्यो सबै चिज चाहिँ नि एभाइलेबल हुनु पर्यो। हजुर, अब त्यो चिज चाहिँ बेलैमा मान्छेले थाहा पाउनको लागि त त्यही रेगुलर चेकअप गरिरहनु पर्ने हुने भयो कि अब सामान्य केही लक्षणहरू देख्ने बित्तिकै चाहिँ त्यसलाई ध्यान दिनुपर्ने पनि हुन्छ होला होइन? हजुर, अब कस्तो छ भने स्ट्रोकको जान्नुपर्ने कुरा चाहिँ के भने एक त यो एकदम ज्यानै लिने रोग भयो। दोस्रो चाहिँ नि ज्यान गएन भने यसले डिसेबल बनाउँछ, त्यो सेकेन्ड चिज भयो। थर्ड चिज चाहिँ नि 80% 10 जनामा 8 जनालाई स्ट्रोकबाट प्रिभेन्ट गर्न सकिन्छ टाइममै अरू रिस्क फ्याक्टरहरूलाई टेक केयर गर्यो भने। ब्लड प्रेसर, यदि ब्लड प्रेसर नर्मल छ भने 50%लाई स्ट्रोक हुँदैन। त्यस्तै डायबिटिज, सुगरको प्रब्लममा सुगर ठिक गर्यो, कोलेस्ट्रोल ट्रिट गर्यो, चुरोट खाएन, रक्सी खाएन, एक्सर्साइज रेगुलरली गर्यो अनि फ्रुट्स भेजिटेबलहरू चाहिँ नि राम्रोसँग खायो भने 80% स्ट्रोक प्रिभेन्ट भयो। अनि यदि स्ट्रोक भयो र एकदम चाँडै स्ट्रोकको सिम्टम रेकग्नाइज गर्यो, स्ट्रोकको चाहिँ नि 5वटा मेजर सिम्टम हुन्छ। एकदम अचानक टाउको दुख्ने, त्यसपछि ब्यालेन्सहरूमा प्रब्लम हुने, हिँड्दाखेरि ब्यालेन्स चेन्ज हुने अथवा लड्ने, त्यो भयो। त्यसपछि आँखाले नदेख्ने, आइदर एउटा साइडमा नदेख्ने अथवा एउटा आँखाले नदेख्ने, अथवा कुनै पनि चिज एउटा नभएर 2-3टा देखिने। अनि त्यसपछि बोल्न नसक्ने, आइदर लर्बरेर बोल्ने अथवा आवाजै बाहिर ननिस्किने अथवा बोलेको कुरा नबुझ्ने। अनि एक साइड चाहिँ नि नचल्ने,
पक्षघात भन्छ अथवा एक साइडमा चाहिँ नि हामीले छाम्दाखेरि फिल गर्न नसक्ने त्यो 5वटा सिम्पटम्स मेजर हो त्यो सिम्पटम रेकग्नाइज गरेर इमिडिएटली हस्पिटल जस्तो टिचिङ हस्पिटलमा यो सबै एभाइलेबल छ हैन नेपालको कन्टेक्स्टमा यदि टिचिङ हस्पिटलमा टाइममा गयो भने त्यो पर्सनलाई चाहिँ नि ब्याक टु नर्मल हुने चान्स एकदमै हाई हुन्छ त्यसैले फर्स्ट चिज प्रिभेन्ट गर्नु पर्यो यदि प्रिभेन्सनले भएन र चाँडै रेकग्नाइज गर्यो भने फेरि ब्याक टु नर्मल हुने भयो र राइट ठाउँमा गयो भने ट्रिटमेन्ट हुने भयो अनि त्यो 3टा कुरा चाहिँ नि मेजर हो हजुर त्यही त सुन्दाखेरि मेरो पनि जिउ सिरिङ्ग भइराख्यो हैन अब यो रोगहरू पनि कस्तो कस्तो खालको हुन्छन् अब अहिले त झन् यो रोगहरू भनेको चाहिँ खानपानमा एकदम डिपेन्ड हुने भएको छ हैन कतिको मान्छे डिसिप्लिन तरिकाले चलिरहेछ त्यसले पनि एकदम डिपेन्ड हुन्छ जस्तो अहिले हजुर चाहिँ अमेरिकामा आएर चाहिँ निकै वर्ष भइसक्यो काम गर्नुभएको स्पेसली बफेलो जेनरल हस्पिटलमा है त्यहाँको हजुरको सामान्य जीवनयापन चाहिँ कसरी चलिरहेको थियो जस्तो अब क्लाइन्टहरू होइन कसरी त्यहाँको हजुरको दैनिकी अलिकति हामीलाई सेयर गरिदिनुहोस् न हजुर मेरो अब काम यहाँ गर्दाखेरि मल्टिपल रोलहरू थियो अब एउटा त म स्ट्रोक न्युरोलोजिस्ट भएँ त्यो भएपछि हस्पिटलमा आएको स्ट्रोक बिरामीलाई ट्रिट गर्थेँ स्ट्रोक क्लिनिकमा बिरामी हेरेर ट्रिट गर्थेँ त्यो एउटा भयो अनि यहाँको बफेलो डाउनटाउनमा चाहिँ नि रेफ्युजी क्लिनिक पनि छ त्यहाँ म महिनाको एकचोटि भलुन्टियर गर्थेँ त्यसमा चाहिँ नि अब स्ट्रोक मात्रै होइन कि सबै रेफ्युजी क्लिनिकमा न्युरोलोजिकल प्रब्लम पर्ने सबै बिरामीलाई चाहिँ नि हेर्थ्यौँ त्यो मेरो क्लिनिकल काम भयो सेकेन्ड काम चाहिँ नि मेरो एडमिनिस्ट्रेटिभ भनेर तपाईँको म यहाँको यो कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर भनेर बफेलो जेनरल चाहिँ नि न्युयोर्क स्टेटकै सबैभन्दा बिजी र ठुलो स्ट्रोक सेन्टर हो त्यो स्ट्रोक सेन्टरको डिरेक्टर थिएँ अनि त्यो भइसकेपछि स्ट्रोक सिस्टम कसरी चलाउने क्वालिटी कसरी हेर्ने त्यसपछि यो होल वेस्टर्न न्युयोर्कमा इमर्जेन्सी मेडिकल सर्भिस एम्बुलेन्स चलाउनेहरूलाई कसरी ट्रेन गर्ने र बाँकी पपुलेसनलाई कसरी त्यो सिम्पटम रेकग्नाइज हामी यहाँ बी फास्ट भन्छौँ ब्यालेन्स आइज फेस आर्म स्पिच अनि टाइम टु कल भनेर हो त्यसको चाहिँ नि हरेक पपुलेसनको लेभलमा गएर ट्रेन गर्ने त्यो चाहिँ मेरो एडमिन काम मध्ये पर्यो थर्ड काम चाहिँ नि म यहाँको टिचर पनि परेँ अब त्यो भएकोले एसोसिएट प्रोफेसर भएकोले अब हामी कहाँ न्युरोलोजी रेजिडेन्ट छन् स्ट्रोक फेलो मेडिकल स्टुडेन्ट त्यसपछि गएर न्युरो सर्जरी इन्टर्नल मेडिसिन इमर्जेन्सी मेडिसिनको रेजिडेन्टहरूलाई पढाउने भयो चौथो काम चाहिँ नि मेरो रिसर्च भयो रिसर्च चाहिँ नि अब स्ट्रोकलाई कसरी इम्प्रुभ गर्ने स्ट्रोकको काम भनेर क्वालिटी इम्प्रुभमेन्ट प्रोजेक्ट अथवा चाहिँ नि यो एमआरआई बेस्ड रिसर्चहरू गर्ने गर्दाखेरि त्यो 4वटा विधामा अब एकैचोटि कामहरू हुन्छ त्यही त कति धेरै कुराहरूमा हजुर चाहिँ एकदमै एक्टिभली इन्भल्भ भएको पनि हामीले सुनेको पहिलेदेखि होइन एउटा नर्मल मान्छेलाई चाहिँ विदेशको ठाउँमा आइसके पछाडि चाहिँ एउटा 8 घन्टाको काम कम्प्लिट गर्दाखेरि पनि एकदम भ्याइ नभ्याइ भएको जीवनशैली देखिरहेको हामी इभन इन्क्लुडिङ टु मी होइन हजुरले चाहिँ यो सबै कुराहरूलाई चाहिँ कसरी ब्यालेन्स गर्न सक्नुभयो एउटा विधामा मात्र नरहेर होइन डिफ्रेन्ट विधामा चाहिँ एकदम आफ्नो एक्टिभ एउटा एटेन्डेन्स जुन राख्नुभयो कसरी सक्नुभयो है हामीलाई पनि अलिकति मोटिभेसन दिनुहोस् न हजुर यो त अब इन्ट्रेस्ट हो अनि त्यसपछि अब प्यासन पनि हो हार्डवर्क पनि हो अनि गर्दाखेरि अब मैले त्यो सबै चिजलाई 4वटा काम भनेर हेर्दिनँ अब लगभग एउटै काम हो अनि अब त्यो कस्तो भने काम सक्सेस भएर हार्डवर्क गर्यो काम सक्सेस भयो अनि त्यसैले नै ड्राइभ गर्छ अब यो फोर्स्ड भयो भने गाह्रो हुन्छ अब आफूलाई पनि रमाइलो भयो केही पोजिटिभ इम्प्याक्ट गरेको छु र अब सराउन्डिङ इन्भाइरोमेन्टले एप्रिसिएट गरेर इन्करेज गर्यो भने त जसले पनि गरिहाल्छ म लकी भएँ अब त्यो हिसाबले मैले एकदम राइट सेटअप पाएँ हजुर त्यसकै नतिजा स्वरूप हजुर चाहिँ अवार्डबाट सम्मानित पनि हुनुभएको थियो त्यो अवार्डको बारेमा नि अलिकति भनिदिनुहोस् न सेयर गरिदिनुहोस् हजुर त्यो अवार्ड चाहिँ कस्तो हो भने अब न्युरोलोजीको एउटा प्रब्लम के छ भने धेरै मेडिकल स्टुडेन्ट चाहिँ नि न्युरोलोजिस्ट बन्न खोज्दैनन् अनि बन्न नखोज्नुमा अब धेरै चिज छ एक त उनीहरूलाई न्युरोलोजिस्टको भ्यालु थाहा छैन अब यो स्ट्रोक माइग्रेन ब्याक पेन कति एकदम कमन छ र कसरी मान्छेलाई हेल्प गर्न सकिन्छ भन्ने चाहिँ नि उनीहरूले देखेको हुँदैन अनि युजुअली मेडिसिनमा के हुन्छ भने यदि राम्रो डाक्टर देख्यो भने त्यही डाक्टर जस्तो बन्न खोजेर नयाँ स्टुडेन्टहरू त्यो विधामा आउँछन् अब मैले राम्रो न्युरोलोजिस्ट नदेखेको भए म न्युरोलोजीमा आउँदैन थिएँ त्यस्तै गरिकन अब न्युरोलोजिस्टको अभाव हुने भएकोले स्टुडेन्टहरू चाहिँ नि न्युरोलोजीमै
आउने कम हुन्छ एउटा पक्ष थियो। सेकेन्ड पक्ष चाहिँ नि न्युरोलोजी पढाइ गाह्रो भएकोले गाह्रो किनभने मान्छेहरूले आजभन्दा 20-30 वर्ष अगाडि जस्तो पढाउन खोज्छन् अनि एकदमै डिफिकल्ट मेमोराइज गर्ने चिजहरू अनि त्यो विद्यार्थीलाई गाह्रो भइसकेपछि न्युरोलोजीबाट पर जान्छन् हैन। अनि त्यो भएकोले हामीले के सोच्यौँ भने अब धेरै न्युरोलोजिस्ट पनि बनाउनु पर्यो प्लस पढाउने तरिका चेन्ज गरेर एकदम सिम्पल नयाँ जेनजीलाई हुने तरिका ल्याउनु पर्यो भनेर हामीले यो सिमुलेसन भन्छ, बिरामी कहीँ जानु अगाडि त्यो म्यानेकिन हुन्छ, एक्टिङ गरेको बिरामी हुन्छ, उनीहरूसँग सिकाउने। त्यो भयो भने उनीहरूलाई एकदम रमाइलो हिसाबले खेलेको जस्तो गरिकन सिकाउने, त्यहाँ सिकाएर बिस्तारै हस्पिटलमा त्यो एकदम सुपरभाइज सेटिङमा गर्ने। त्यो भइसकेपछि अनि उनीहरूले बढी न्युरोलोजी मन पराउँछन् भन्ने कन्सेप्टमा चाहिँ नि यो सिमुलेसन सुरु गऱ्यौँ। अब अरू विधामा सिमुलेसन थियो बफेलोमा, तर न्युरोलोजीमा थिएन। अनि त्यो चाहिँ नि मैले मेरो कलिगहरूसँग मिलेर डिजाइन गरेर अनि त्यसपछि सुरु गऱ्यौँ। त्यो सुरु गरिसकेपछि 1 वर्षमै यो त यहाँको मेडिकल स्कुलको सबैभन्दा एप्रिसिएट भएको र पपुलर प्रोग्राम हुन गयो। अनि त्यसपछि मेरो कलिगहरूले पनि त्यो एप्रिसिएट गरेर अमेरिकन एकाडेमी अफ न्युरोलोजीमा चाहिँ नि मलाई नोमिनेट गरे। अनि नोमिनेट गरेर 2024 को क्लर्कसिप डिरेक्टर इनोभेटिभ एवार्डमा चाहिँ नि त्यो रेकग्नाइज भयो। अब त्यो प्रोग्राम त हामीले अब धुलीखेलमा पनि ट्राई गरिरहेछौँ र त्यो यहाँ जे गरिरहेछ त्यो चाहिँ नि अरू ठाउँमा पनि मजाले गर्न सकिन्छ। त्यसैले त्यो एकदम ट्रान्सफरेबल र नौलो भएकोले। हजुर म त्यहाँ नेपालमा पनि जोड्न खोज्दै थिएँ। हजुरले यहाँ एक्टिभली काम त गरिरहनु भएको छ र वर्षमा मलाई जहाँसम्म लाग्छ हजुर 2-3 चोटि चाहिँ नेपाल पनि गइरहनु भएको छ। हजुरले चाहिँ नेपालमा पनि केही सहकार्यहरू गरिरहनु भएको छ मेडिकल क्षेत्रमा कि यतिकै भिजिटहरू मात्र गरिरहनु भएको कि कस्तो? हजुर म अब एक्टिभली नै सहकार्य गरिरहेको हुन्छु। अब मल्टिपल लेभलमा छ। सबैभन्दा धेरै वर्क चाहिँ मैले धुलीखेल हस्पिटलमा गरेँ। धुलीखेल हस्पिटलमा लाई स्ट्रोक सेन्टर बनाउनलाई चाहिँ नि त्यहाँ एकदमै राम्रो सेटअप पनि छ। एकदमै क्यापेबल न्युरोसर्जन हुनुहुन्छ डाक्टर विभूषण श्रेष्ठ, उहाँको लिडरसिपमा प्लस एकदम सपोर्टिभ एडमिन उसमा हेल्पमा स्ट्रोक सेन्टर चाहिँ नि बन्ने उहाँहरूको चाहना पनि प्लस धेरै काम भइसकेको थियो। अनि त्यो भएकोले अनि मलाई पनि अब स्ट्रोकको सिस्टमको उहाँहरूलाई हेल्प गर्न सकिन्छ कि भन्ने चाहिँ अप्सन आयो। त्यो आउने बित्तिकै त अब त्यो त मलाई के खोज्छस् कानो आँखै भएकोले म जम्प गरिहालेँ। अनि लास्ट 2 वर्ष भयो मेन काम सबै उहाँहरूले नै गर्नुहुन्छ। मैले अलिकति अब त्यो ट्रेनिङमा र सिस्टम अप्टिमाइजेसनमा चाहिँ नि हेल्प गर्छु। त्यो एउटा पक्ष भयो। त्यसपछि अब हाम्रो टिचिङ हस्पिटलमा डाक्टर विक्रम गजुरेल भनेर हुनुहुन्छ, ग्रान्डीमा डाक्टर राजु पौडेल भनेर हुनुहुन्छ। उहाँहरू यो 2 जना चाहिँ नि नेपालको न्युरोलोजी क्षेत्रको मेन लिडरहरू हो। अब उहाँहरूसँग पनि म सहकार्य गर्छु। यो बिचमा चाहिँ नि हेल्थ मिनिस्ट्रीमा अब नेपालमा टर्सरी लेभलको एकदमै हाई लेभलको न्युरो हस्पिटल बनाउनु पर्यो। त्यो भयो भने बिरामी चाहिँ नि न्युरोलोजिकल र न्युरोसर्जिकल रिजनको लागि इन्डिया जान नपरोस्। यो मेडिकल टुरिज्म अथवा मेडिकल माइग्रेसन भन्छ। नेपाल न्युरोलोजिकल कजले इन्डिया जानुपर्ने चाहिँ नि नम्बर 3 कज हो क्यान्सर र अरू पछि। अब यदि नेपालमै एउटा एकदम टप लेभलको सबै चिज हुने चिज हस्पिटल चाहिँ नि काठमाडौँमै बन्यो भने त मान्छे चाहिँ नि अलमोस्ट 12,000 भन्दा बढी मान्छे चाहिँ नि मेडिकल हेल्थको लागि इन्डिया जानुपर्छ। त्यो चाहिँ नि नेपालमै गर्न सकिन्छ भनेर त्यतिखेर हेल्थ मिनिस्टर प्रदीप पौडेलजी हुनुहुन्थ्यो। उहाँको उसमा फिजिबिलिटी कमिटी थियो, त्यसमा पनि काम गरेँ। गर्दाखेरि मल्टिपल लेभलमा छ। अब राप्तीमा केयुमा न्युरोलोजीको करिकुलमलाई कसरी नयाँ लेभलमा लाने, कसरी मोडर्नाइज गर्ने र यहाँको जस्तै गरिकन सिस्टम कसरी बसाउने भनेर त्यसमा पनि सहकार्य चलिरहेछ। अब म यो नेक्स्ट यही महिनाको जुन 16 मा चाहिँ नि अब फेरि धुलीखेल र राप्तीमा काम गर्नलाई 1 महिनालाई नेपाल जाने तयारीमा पनि छु। एकदमै गुड न्युज सुनाउनु भयो दाइ। जस्तो यसमा अलिकति मलाई थपिहाल्न मन लाग्यो होइन, हजुर जस्तो एक्टिभली काम गर्ने यो मेडिकल क्षेत्रमा अरू कति हाम्रो नेपाली दाजुभाइहरू होइन दिदीबहिनीहरू हुनुहुन्छ होला होइन, प्रायः जस्तो उहाँहरू चाहिँ बाहिरै एक्टिभली काम गरिरहनु भएको छ। हजुरलाई लाग्छ त्यो सब जनशक्तिहरू चाहिँ हाम्रो नेपालमै हामीले युज गर्न सक्ने हो भने चाहिँ नेपाल पनि एउटा राम्रो एउटा स्वास्थ्य क्षेत्रमा अगाडि बढ्थ्यो भन्ने लाग्छ हजुरलाई? हजुर लाग्छ। अब त्यो कस्तो भने अब नेपालसँग चाहिने पूर्वाधारहरू सबै चिज चाहिँ नि नेपालसँगै छ। अब सिस्टम डेभलप गरेर
क्यापासिटी बिल्ड गर्यो भने सकिन्छ, मजाले सकिन्छ। तर अब त्यसको लागि एकदमै सोची विचारी प्लान अनुसार गर्नु पर्यो। अब धुलीखेल हस्पिटलले गर्न सक्छ भनेपछि त एभ्री हस्पिटलले गर्न सकेको होइन। हजुर, त्यही त। त्यसको लागि चाहिँ अब अलिकति सरकार, अब जुन नयाँ सरकार आछ, हजुरलाई अलिकति होप छ कि छैन त्यहाँबाट? होइन, होप त सरकारको मात्रै होइन, म त अब सरकारलाई त भन्दिनँ, तर इन्डिभिजुअल जसरी धुलीखेल हस्पिटलको मोडल त तपाईँको नेपालको लागि मात्रै होइन नि त, त्यो त इभन अरू डेभलपिङ कन्ट्रीलाई पनि धुलीखेलले कतै बाहिरबाट केही ऊ लिएन, आफ्नै इनिसिएटिभमा म बाहिर भएको एक्सपर्टलाई इन्भाइट गरेर उसलाई नै एकदम मोटिभेट गरेर त्यो सबै त रुट कज त धुलीखेल हस्पिटलै हो नि। त्यो हिसाबले धुलीखेलले जसरी जुन मोडलमा काम गर्यो त्यस्तै गरिकन टिचिङले, पाटनले, वीर हस्पिटलले त्यही मोडलमा आफ्नो आवश्यकता के छ, आफूलाई कहाँ पुग्नु छ, आफूसँग के छ अहिले रिजर्भमा, अरू कुन क्यापासिटी बिल्ड गर्नलाई कुन टाइप अफ एक्सपर्टलाई ल्याउने भनेर उनीहरूले इन्भाइट गर्यो भने त जो पनि यहाँबाट अमेरिका होस्, युके होस्, गएर हेल्प गर्न त मजाले, यो त एकदम खुसीको कुरो हुन्छ। तर अब त्यो इन्भाइरोमेन्ट मिलाउनु पर्यो। अनि त्यो एक्सपर्ट जाँदाखेरि त्यो एक्सपर्टको टाइममा सके जति कसरी चाहिँ नि फाइदा लिएर क्यापासिटी बिल्ड हुनुपर्छ भन्ने भयो। अब म्याक्सिममले के सोच्छन् भने अब अमेरिकाबाट गएर अब मैले यहाँबाट ग्रान्ट लिएर गएर त्यो ग्रान्ट युज गरेर अनि डेभलप गर्ने भनेर सोच्छन्। त्यो भयो भने चाहिँ नि ग्रान्ट डिपेन्डेन्सी हुन्छ। अब धुलीखेलले सोचेको त्यो होइन। धुलीखेलले त आफै सबै चिज गर्ने, इन्डिपेन्डेन्ट बन्ने, अनि एउटा सानो चिज जुन एक्सपर्ट नभएकोले त्यसमा मलाई युज गरे हो, त्यही कन्सेप्ट गर्यो भने त हरेक हस्पिटलमा क्यापासिटी बिल्डिङ हुन्छ। अब मलाई अब नेक्स्ट राप्तीमा पनि त्यही हो। अब म राप्ती जाँदाखेरि त्यो भोलुन्टियर कम्युनिटीलाई ट्रेन गरेर कसरी स्ट्रोक रेकग्नाइज गर्ने, ब्लड प्रेसर किन ट्रिट गर्ने भनेर लोकल कम्युनिटीलाई पपुलेसन लेभलमा काम गरिन्छ। त्यसपछि गएर अब बिरामी भयो, बिरामी भइसकेपछि त्यो अस्पताल बिरामीलाई रेडी भएन भने त्यो त टाइममा बिरामी गए पनि फेरि ब्रेनमा स्ट्रोकमा के छ भने ब्रेनकोमा टाइम एकदम इम्पोर्टेन्ट छ। 1 मिनटमा ढिलो भयो भने 20 लाख ब्रेन सेलको चाहिँ नि डेथ हुन्छ। भनेपछि त हरेक मिनटमा त्यहाँ एक्सन लिनु पर्यो। त्यो एक्सन लिनको लागि बिरामीले मात्रै होइन कि बिरामीको परिवारलाई पनि थाहा हुनु पर्यो कि यो रोग लाग्दैछ। अनि त्यो यदि त्यहाँबाट अब ट्याक्सी ड्राइभर होस्, एम्बुलेन्स ड्राइभरले हस्पिटल लाँदैछ भने त्यो उसलाई पनि थाहा हुनु पर्यो कि टाइम कति इम्पोर्टेन्ट छ, र हस्पिटलले पनि रिसिभ गर्दाखेरि रेडी हुनु पर्यो। त्यहाँ बिरामी आइसकेपछि तयार गर्यो भने ढिलो भयो। अनि त्यो हस्पिटल पुग्नु अगाडि नै अब हामीले वाट्सएप अथवा फोनबाट हस्पिटललाई कन्ट्याक्ट गर्ने सिस्टम बनाउनु पर्यो। त्यो भयो भने सबै चिज टक्क टक्क मिल्यो भने मात्रै राइट आउटकम आउँछ। त्यही कुरा चाहिँ नि गर्नको लागि अब राप्ती र धुलीखेलको हरेक हेल्थ सेन्टरमा, राप्तीको हरेक हेल्थ सेन्टरमा गएर त्यहाँको कम्युनिटीलाई कसरी रेकग्नाइज गर्ने एउटा कुरा, दोस्रो कुरो ब्लड प्रेसर किन ट्रिट गर्ने, त्यो दुईटा सिम्पल। धेरै चिज भन्न त एकैचोटि भन्न थाल्यौँ भने फेरि कन्फ्युजन हुन्छ। त्यसैले मेसेज चाहिँ नि एकदम सिम्पल, ब्लड प्रेसर र 5 वटा स्ट्रोक साइन। त्यो हुने बित्तिकै एउटा फिक्स नम्बरमा फोन गर्ने होइन। अनि त्यो फोन नम्बर सिस्टम बनाउने। त्यो बनाइसकेपछि अब जस्तो यहाँ 911 भनेर छ, नेपालमा 102 भनेर छ। त्यो 102 फोन गर्नुपर्छ भनेर हामीले भयभरको सबै पपुलेसनलाई बताउनु पर्यो। त्यसपछि एम्बुलेन्सलाई अरू रोग र स्ट्रोक कसरी छुट्याउने, स्ट्रोक हो भने विदिन 5 मिनट, 10 मिनट, 15 मिनट कसरी हस्पिटल पुग्ने होइन। अनि त्यो एम्बुलेन्स गइरहेछ भने अब हामीले फेरि पपुलेसनलाई ट्रेन गर्नु पर्यो कि एम्बुलेन्स आइरहेछ, अगाडि गाडी छ भने त्यो राइट अफ वे दिनु पर्यो। यदि त्यो अगाडिको गाडीलाई थाहा भएन कि 1 मिनट कति इम्पोर्टेन्ट छ भने त उनीहरूले त अब त्यो आइडियै हुँदैन। त्यसपछि इमर्जेन्सीमा जाने बित्तिकै इमर्जेन्सीमा ट्रियाज गर्नेलाई स्ट्रोक चाहिँ नि एकदम मजाले आइडेन्टिफाई हुनु पर्यो। त्यो भयो। त्यसपछि अब स्ट्रोक टिम, न्युरोलोजिस्ट छ भने न्युरोलोजिस्ट, छैन भने इन्टर्नल मेडिसिन डक्टर, इडी डक्टर, हेल्थ असिस्टेन्ट, जो पनि स्ट्रोक न्युरोलोजिस्ट हुनसक्छ। अनि तिनीहरूलाई अब त्यो लेभलमा जे छ क्यापासिटी त्यसमा चाहिँ नि ट्रेन गर्ने। एउटा मेन चिज के हो भने ट्यालेन्ट चाहिँ नि युनिभर्सलै छ कि हरेक ठाउँमा ट्यालेन्टेड पिपुल छन्, अपर्च्युनिटी मात्रै नभएको। अनि त्यो अपर्च्युनिटीको लागि चाहिँ नि हामी जस्तो एक्सपर्ट युज गरेर त्यहाँ गएर ट्रेन गरेर त्यो ट्यालेन्टलाई
अपर्च्युनिटी दियो भने त हरेक हस्पिटलले सम्भव छ। अब यसको लागि फेरि सरकारलाई कुर्न थाल्यो भने चाहिँ नि सम्भव छैन। अब सरकारको पनि काम छ, जस्तो अब क्लट बस्टिङ मेडिकेसन भनेर सबैभन्दा युजफुल औषधि छ स्ट्रोकमा, त्यो मेडिसिन चाहिँ नि तपाईँको 80,000 भन्दा बढी पर्छ। मलाई एक्ज्याक्ट प्राइस त अहिले थाहा भएन होइन, तर एकदमै महँगो छ। अब नेपालको पपुलेसनलाई स्ट्रोक हुने बित्तिकै विदिन 3 घण्टामा त्यो औषधि दिनुपर्छ। त्यो औषधि चाहिँ नि त्यति हजारौँ या लाखौँ लाग्छ भने त त्यो कोही पनि रेडी हुँदैन नि। हो, त्यो चाहिँ नि सरकारबाट हुनु पर्यो होइन। अब सरकारले हरेक नेपालको पपुलेसनलाई यदि स्ट्रोक भयो भने त्यो फ्री अफ कस्ट दिने भनेर डिसाइड गर्यो भने त्यो पैसा चाहिँ नि, अब स्ट्रोक हुँदाखेरि कस्तो हुन्छ भने तपाईँको कस्ट इफेक्टिभिटी भन्छ। अब मलाई स्ट्रोक भयो भनेपछि अब मैले काम गर्न सकिनँ भनेपछि मेरो आम्दानी गयो। अब मलाई हस्पिटल घरमा टेक केयर गर्नु पर्यो, अस्पताल लानु पर्यो होइन। त्यसको लागि अब मेरो वाइफले पनि काम फुल्ली गर्न सकेन किनभने मेरो टेक केयर गर्नु पर्यो भनेपछि उसको आम्दानी पनि गयो। अनि त्यसपछि अब मलाई हाम्रो दुईटाको आम्दानी मात्रै गएन, हस्पिटलको खर्च भयो, औषधिको खर्च भयो, रिह्याबको खर्च भयो। अब यो त रुगाखोकी जस्तो होइन 1-2 दिन, यो त वर्षौँ वर्ष। त्यो सबै कस्टलाई एड गर्यो भने त्यो औषधि पाउने मान्छेले त्यो सबै कस्टहरू एभोइड गर्ने चान्स 30% बढी भयो भनेपछि 30% मोर मलाई स्ट्रोक भयो, मैले औषधि पाएँ भने म काममा ब्याक जाने 30% मोर चान्स भयो। त्यो 30% चान्सलाई काउन्ट गर्यो भने नेपाल गभर्मेन्टले सबैलाई फ्री गरिदियो भने विदिन 5 मन्थ त्यो पैसा नेपाल सोसाइटीले ब्याक पायो होइन। त्यो क्षेत्रमा पनि भयो। अब नेपालमा जम्मा अहिले 35 जना न्युरोलोजिस्ट हुनुहुन्छ। अब त्यो 35 जना न्युरोलोजिस्ट सबै सहरमा हुनुहुन्छ होइन। अब त्यो गाउँ गाउँमा न्युरोलोजिस्ट बनाउनु त अहिले सम्भव छैन। तर भएभरको हेल्थ असिस्टेन्ट, इन्टर्नल मेडिसिन डाक्टर, इमर्जेन्सी डाक्टर, सर्जन सबैलाई हामीले न्युरोलोजी र स्ट्रोक कसरी रेकग्नाइज गर्ने भनेर सिकायौँ भने त सबै डाक्टर न्युरोलोजिस्ट भयो नि त होइन। त्यो भयो भने त हाम्रो 80% रिस्की चिजहरू सबै कभर भयो। अब त्यो चाहिँ त इन्डिभिजुअल डाक्टर, इन्डिभिजुअल हस्पिटलले सक्दैन होइन। त्यस्तै अर्को चिज चाहिँ नि एयर पोल्युसन। एयर पोल्युसन अहिले अब नम्बर 3 to नम्बर 4 कज अफ स्ट्रोक हो। अब त्यो एयर पोल्युसनको लागि त हस्पिटलले डाक्टरले गरेर भएन, त्यो त अब सरकारको लेभलबाट पोलिसी लिएर आएर यो सबै हुनु पर्यो। अब त्यसैले पोलिसी लेभलमा सरकारले, हस्पिटल लेभलमा हस्पिटलले, इन्डिभिजुअल लेभलमा इन्डिभिजुअलले, जब त्यो तिनटै चिज हुन्छ तब बल्ल यहाँको जस्तो सक्सेस हुन्छ। यहाँ सक्सेसफुल भएको छैन, यहाँको मान्छे मोर ट्यालेन्टेड भएर होइन कि त्यो इन्डिभिजुअल सिस्टममा सोच्न सकेको सिस्टमले गर्दाखेरि है। त्यही त हजुरले अघि भन्नुभयो नि 30 देखि 35 जना मात्र न्युरोलोजिस्ट हुनुहुन्छ नेपालमा भनेर होइन। त्यो मध्येमा पनि हजुरले एकदम के भन्छ त्यो अवस्था चाहिँ एकदम नाजुक भइसकेको छ र त्यस्तो अवस्थामा कुनै एउटा राम्रो 2टा डाक्टरको नाम लिनु पर्यो अहिलेको समयमा भने चाहिँ हजुरले? अब त्यो 1-2वटा भन्दा पनि अब आफ्नो बिरामीको छेउमा जो चाँडै, जो विदिन मिनट्स होइन, जो न्युरोलोजिस्ट अथवा न्युरोलोजी सिस्टम भएको ठाउँमा पुग्न सक्छ नि, त्यो नै बेस्ट डाक्टर हो। अब बेस्ट डाक्टर काठमाडौँमा छ भनेर 2 दिन लगाएर काठमाडौँ आउनुभयो भने त्यो कसैले पनि बचाउन सक्दैन। अब न्युरोलोजिस्ट छेउमा छैन तर स्ट्रोक आउने अर्को भलुन्टियर छ भने त्यो भलुन्टियर घर नजिक भएको भलुन्टियर चाहिँ नि मच बेटर हुन्छ त्यो बेस्ट न्युरोलोजिस्ट भन्दा। हाम्रो प्रब्लमै त्यही हुन्छ कि अब बेस्ट खोज्न जाँदाखेरि हामीले टाइम बितायौँ भने त्यसैले यहाँको पनि रुलै त्यही हो, बेस्ट डाक्टर चाहिँ नि जो सबभन्दा नजिक छ उही नै बेस्ट डाक्टर हो। अनि त्यही भएर गोल पनि हरेक जोनल हस्पिटलमा, हरेक डिस्ट्रिक्ट हस्पिटलमा, हरेक हेल्थ पोस्टमा न्युरोलोजी र स्ट्रोकको अवेरनेस भएको मान्छे ट्रेन गर्नु पर्यो। डाक्टरै चाहिन्छ भन्ने पनि होइन। त्यही त नि, त्यही त धेरै नै राम्रो र इम्पोर्टेन्ट कुराहरू सेयर गरिदिनु भयो दाइ, थ्याङ्क यू सो मच है। अब अलिकति यो अब ब्याक टु युएसमै फर्क्यौँ होइन। अब यो मेडिकल क्षेत्रमा चाहिँ कति राम्रो पैसा हुन्छ भनेर पनि सुनिरहेको हुन्छौँ होइन। अनि धेरै जस्तो हाम्रो अब अहिलेको युवा जनशक्तिहरू जो नेपालबाट आउनु भएको छ, नर्सिङ अथवा यो मेडिकल फिल्डमै केही न केही स्टडीहरू गरेर चाहिँ इन्कमको सोर्सहरू बनाइरहनु भएको छ होइन। अब कतिजनाले त भन्नुहुन्न होइन, खुलाउनु पनि हुन्न। अब मिल्छ भने दाइले आज अलिकति खुलाइदिनुहोस् न, यो डाक्टर पेसामा चाहिँ कतिको इन्कम हुँदो रहेछ अमेरिकामा? होइन, इन्कम भने त कस्तो भने रिलेटिभ हो। अब काम हरेक ठाउँमा के हुन्छ भने कति पैसा भन्ने कुरो चाहिँ नि मार्केटले डिसाइड गर्छ। हजुर, मार्केटले चाहिँ नि कति धेरै मेहनत गर्नुपर्छ त्यो लेभलमा पुग्न
एउटा त्यसले डिसाइड गर्छ। सेकेन्ड कति आवश्यकता छ हजुर हैन। अब बफेलोमा हेर्नुभयो भने स्ट्रोक न्युरोलोजिस्ट पाउन एकदमै गाह्रो छ हैन। त्यो भइसकेपछि डिमान्ड क्रिएट भयो। त्यसपछि कति फिजिकल वर्कलोड छ हैन। अब डिमेन्सिया भनेर मेमोरी लस हुने न्युरोलोजिकल फिल्डमा काम गर्ने न्युरोलोजिस्टले दिउँसो मात्रै काम गर्दा हुन्छ, राति इमर्जेन्सीहरू हुँदैन। स्ट्रोकको चाहिँ नि एकदम धेरै इमर्जेन्सी हुने विदिन 15 मिनट हस्पिटलमा गएर औषधि दिनु पर्यो। त्यो औषधिले फेरि एकदम साइड इफेक्ट हुने भयो भनिसकेपछि त मेडिको लिगल रिस्क पनि एकदमै धेरै भयो हैन। फिजिकल वर्क डे नाइट भन्ने नै हुँदैन, 24/7 कल हुन्छ, कलमा जानु पर्यो। त्यो सबै काउन्ट गर्दाखेरि अनि बल्ल त्यो चाहिँ नि स्यालेरी आउँछ हैन। आउँदाखेरि हजुर सेटिस्फाइड हुनुहुन्छ? मेरो क्वेसन चाहिँ अब हैन, अब इन्कम भन्ने कुरो त रिलेटिभ हो। अब मैले इन्कम धेरै दिएर मलाई पटक्कै मन नपर्ने काम गर्यो भने पनि म इन्कमको लागि काम गर्दिनँ हैन। अब एकदम मनपर्ने काममा अब इन्कमै भएन भने पनि गर्ने कुरो भएन। अनि त्यसैले गर्दाखेरि एकदम रिलेटिभ चिज हुन्छ। तर अब सेटिस्फाइड छ कि छैन र फेयर छ कि छैन मेन हो। अब मैले काम एकदम गर्ने पे एकदमै कम भयो भने त्यो अनफेयर भयो हैन। अनि अनफेयर चाहिँ नि अब कम्पिटेन्ट पर्सन सेल्फ रेस्पेक्टिङ पर्सनले त अनफेयर डिल किन लिनु पर्यो। त्यसैले पैसो मेजर हुँदैन, मेजर चाहिँ नि सेटिस्फ्याक्सन ह्याप्पिनेस र अब फेयर ट्रिट भयो कि भएन, आफूले गर्न खोजेको चिजहरू गर्न सक्यो कि सकिएन। अनि लाइफमा अब गोल के हो। अब म नेपाल गएर काम गर्दाखेरि मैले कम्प्लिट भलुन्टियरै हो हैन। अब त्यो मेरो ट्राभल कस्टदेखि लिएर गएर यताउति, अब त्यो चाहिँ नि मेरो लागि त्यो इम्पोर्टेन्ट हो। अरू कसैको लागि त्यो इम्पोर्टेन्ट हुन पनि सक्छ, नहुन पनि सक्छ। तर अब मैले जज गर्ने कुरो पनि हुँदैन हैन। त्यसैले हरेकको आफ्नो इन्ट्रेस्ट हुन्छ। अब तपाईँले अहिले यो गरिरहेको इन्टरभ्यू पनि त्यो तपाईँको इन्ट्रेस्ट बेसमा हो नि त। अनि त्यसैले एभ्री चिज चाहिँ नि इन्ट्रेस्ट भयो प्लस फेयर ट्रिटमेन्ट भएको छ, आफूलाई सेल्फ रेस्पेक्ट फिल भयो भने त्यो नै बेस्ट नम्बर हो कि। हजुर एकदम डिप्लोमेटिक एन्सर दिनुभयो। तर कमिङ ब्याक टु सेम क्वेसन, राम्रो छ मेडिकल फिल्डमा होइन त? अब एउटा इन्कमको हिसाबले एज अ अरूसँग कम्पेयर गर्दाखेरि चाहिँ होइन, अरूसँग कम्पेयर गर्दा सिमिलरै छ कि? सिमिलरै छ है। तर भन्दाखेरि चाहिँ कतिजनाले चाहिँ एकदम बेस्ट, अब अहिले त केटाले केटी खोज्दाखेरि पनि नर्स डक्टर भनेर खोजिरहनु भएको हुन्छ होइन। त्यो हिसाबले चाहिँ त्यसमा मात्र पैसा छ, अरूमा चाहिँ छैन भन्ने पनि बुझिरहेको हुन्छ नि त। होइन, कस्तो हुन्छ भने पर आवर क्यालकुलेट गर्नुभयो वर्कलोड अनि रिस्क, लेगल रिस्क, फाइनेन्सियल रिस्क, त्यो क्यालकुलेट गर्नुभयो भने मोरले सिमिलर। अनि प्लस अब कति वर्ष लागेर कति ठुलो ट्रेनिङ, त्यो सबै काउन्ट गर्नुभयो भने चाहिँ नि लगभग सिमिलरै पर्छ। हजुर ठिक छ दाइ, धेरै कुराहरू भयो। अब चाहिँ अलिकति यो मेडिकल क्षेत्रलाई अलिकति पछाडि राखेर अब अरू कुराहरू पनि गरौँ। जिन्दगी कस्तो चल्दैछ दाइ? खुसी हुनुहुन्छ आफ्नो जिन्दगीबाट जति पनि भइरहेछ? एकदमै खुसी। अब यो कस्तो हो भने लाइफमा चाहिँ नि केही प्रुभ गर्ने भन्दा पनि आफू सेटिस्फाइड हुने कुरो हो। अब पढ्दाखेरि त्यही हिसाबले एकदम मेहनत गरेर पढियो, रेजिडेन्सीमा त्यही हिसाबले गरियो, अब अहिले पनि त्यही हिसाबले छ। अब छोरो हाई स्कुल ग्रेजुएट भएर कलेज जाँदैछ। अब हामी पनि अब यो चिसो छलेर अब तातो ठाउँमा जाने भनेर फिनिक्स जाँदैछौँ। अब नयाँ चेन्ज, नयाँ ठाउँ गर्दाखेरि एक्साइटिङै छ। त्यही त हाम्रो अब दिदी पनि एउटा एज अ डक्टर भएर नै काम गरिरहनु भएको छ होइन। एउटा हस्बेन्ड वाइफ नै मेडिकल फिल्डमा भएको हिसाबले छोरालाई पनि केही त्यही फिल्डतिर सोचिरहनु भएको छ कि? बाबुको इन्ट्रेस्ट कस्तो छ, के छ? बाबुको इन्ट्रेस्ट अब उसको पहिल्यैदेखि चाहिँ नि उसलाई मेडिसिन पढ्दिन, अरू के पढ्छु थाहा थिएन। हजुर। अनि त्यसैले ऊ चाहिँ नि हाम्रो लाइनमा छैन है। हजुरले कहिले फोर्स पनि गर्नुभयो? होइन, त्यो त गर्ने कुरै भनेन। हरेकको पर्सनालिटी डिफ्रेन्ट हुन्छ र फेरि मेडिसिन गरेर यहाँ आइसकेपछि थाहा हुन्छ कि राम्रो भयो भने जुन विधामा गए पनि राम्रो हुन्छ, एभरेज भयो मिडियोकर भयो भने इभन मेडिसिनमा आए पनि काम छैन होइन। अनि राम्रो हुन सजिलो चाहिँ कहाँ छ भने जहाँ इन्ट्रेस्ट छ त्यो काम गर्यो भने राम्रो हुन एकदमै सजिलो छ। अब मैले यहाँ सक्सेस भएको पनि मेरो इन्ट्रेस्ट यो स्ट्रोक सेन्टर डेभलपमेन्ट, ग्लोबल हेल्थ, एजुकेसन भएकोले। अब म त्यो बाहेक अर्को विधामा गएको भए यति मेहनत गरे पनि त्यो हुँदैन थियो। अनि त्यसैले गर्दाखेरि अब प्यारेन्ट्सले फोर्स गरेर त त्यो सक्सेस आउँदैन। इन्ट्रेस्ट केमा छ त्यसले म्याटर गर्यो है। एकदम लकी पर्सन चाहिँ नि को जब चाहिँ नि के हुन्छ भने उसको जे हबी हो नि
त्यो चाहिँ गर्न नि पाउँछ उसले है। त्यो उसको जब भयो भने त्यो लकिएस्ट पर्सन हो। हजुर अनि हजुर आफूले आफूलाई लकी ठान्नुहुन्छ कि हुँदैन म ठान्छु एकदमै। मैले अब कस्तो भने लाइफमा त सबै चिज एकदम टक्क टक्क मिल्नुपर्छ सक्सेस हुन। हजुर अब अहिलेसम्म आएर यो सबै चिज एचिभ गरेर चाहे त्यो नेपालगञ्ज मेडिकल कलेजमा होस्, चाहे त्यो पाटनमा होस्, त्यसपछि आएर अहिले यहाँ बफेलोमा, अब नेक्स्ट स्टेप बेरोमा अथवा ग्लोबल हेल्थ, हरेक ठाउँमा त अब मैले मेहनत गरे अनुसारको सक्सेस चाहिँ नि पाएको छु। अनि सक्सेस पनि अब रिलेटिभ हो। हजुर अनि सक्सेस एउटा आफूले कसरी त्यसलाई खुसी भएर लिने पनि हो होइन। हो नि त। अब आफूलाई पनि आफूले गर्न खोजेको चिज गरेछ, अरूलाई पनि युजफुल भएको छु। त्यही त हो। दाइ अब जिन्दगीको यो आधी दशक भनौँ न, बुढो भन्न खोजेको होइन, तर एउटा जीवनको एउटा आधी दशक त गइसक्यो नि त होइन। सो अझै अपकमिङ धेरै चिजहरू बाँकी छ। यहाँसम्म आइपुग्दाखेरि चाहिँ हजुरलाई जीवन भनेको चाहिँ के हो जस्तो लाग्यो? अलिकति आफ्नो हजुरको भाषामा भन्नु पर्दाखेरि। जीवन भनेको के हो? जीवन अब एउटा अपर्च्युनिटी हो, एउटा स्ट्रगल हो, एउटा फन हो। अनि अब मेन फन्डामेन्टल के हुन्छ भने भोलि बाँच्ने भन्ने हुँदैन, आज काम गर्छु भोलि इन्जोय गर्छु भन्ने चाहिँ नि हुँदैन। त्यसैले काम पनि अहिले गर्ने, इन्जोय पनि अहिले गर्ने, र जे छ आफूसँग त्यसैमा खुसी हुने। त्यही नै जीवन। हजुर थ्याङ्क यू दाइ। दाइलाई मैले एकदमै अप्ठ्यारो क्वेसन सोधेँ कि मेडिकलको क्वेसन सोद्धा एकदम फ्ल्याट एन्सर आइरहेको थियो होइन। जीवनको कुरा सोद्धाखेरि अलिकति हजुरको भोइस लो भयो, त्यो भनेको अलिक आउट अफ टपिक भएर होइन। ठिकै छ, जिन्दगी भनेको आफ्नो परिभाषा हुन्छ होइन। सो अब हामी कार्यक्रमको लगभग अन्तिम चरणमा आइसकेको छौँ। अब भने म हजुरलाई दुईवटा क्वेसन सोध्छु होइन। एउटा क्वेसन चाहिँ अब हजुरको यो यहाँसम्मको यात्रा त तय गरिसक्नुभयो होइन, भनि पनि सक्नुभयो, सेयर पनि गरिसक्नुभयो, र कार्यक्रमको सुरुवातमा अलिकति त भनिसक्नुभयो कि हजुरको अब अलिकति अपकमिङ प्लान्सहरू थोरै अझै एड गरिदिनुहोस् न। अब अपकमिङ प्लानहरू कस्तो छ, के छ, कसरी अगाडि बढ्नुहुन्छ यो मेडिकल फिल्डलाई लिएर? हजुर अब अपकमिङ प्लानमा म अब यो जुनको मिडलमा नेपाल जाँदैछु होइन। अब त्यो चाहिँ नि स्ट्रोकमा, एजुकेसनमा र क्लाइमेट हेल्थमा। नेपालको अर्को एउटा प्रब्लम के छ भने यो क्लाइमेट चेन्जले गर्दाखेरि माउन्टेन हेल्थ भन्छ। अब क्लाइमेट माउन्टेनको त ग्लेसियर फ्लडदेखि लिएर गएर ल्यान्डस्लाइड सबै आउँछ। त्यो आउँदाखेरि त्यो लाइभलीहुड मात्रै होइन कि हेल्थ सिस्टममा पनि एफेक्ट हुन्छ। अब जस्तो टाइम चाहिँ नि ब्रेन हो भनेर हामीले कुरा गरिरहेछौँ, अब ल्यान्डस्लाइड आयो भने त त्यहाँ स्ट्रोक हुँदाखेरि त त्यो सबै चिज चाहिँ नि बिग्रियो होइन। अब कर्णाली जुम्लाकै कुरा गर्दाखेरि अब अहिले जुम्लामा त्यो ट्रेन सिस्टम मात्रै बनाएर मात्रै भएन कि अब त्यो क्लाइमेट रेजिलियन्ट सिस्टम बनाउनु पर्यो। त्यो भयो भने जुन हामीले सिस्टम बनाउँछौँ त्यो सिस्टम चाहिँ नि ल्यान्डस्लाइड आउँदा पनि काम गर्नु पर्यो, त्यो सबै चिज हुनु पर्यो। अब त्यो क्षेत्रमा पनि केही गरौँ भनेर अब त्यो क्लाइमेटको पनि हामी सुरु गर्दैछौँ, एकदम अर्ली स्टेजमा छ। अनि अब केयु काठमाडौँ युनिभर्सिटीसँग एफिलिएट भएर अब न्युरोलोजीको एजुकेसनको करिकुलम यहाँको जस्तै गरिकन चेन्ज गरौँ भनेर त्यसमा पनि छौँ होइन। त्यो चाहिँ नि मेरो 1 महिनाको प्लान भयो। अनि फर्केर आइसकेपछि अगस्तबाट चाहिँ नि अब म यो फिनिक्स भन्ने सहरमा चाहिँ नि बेरो न्युरोलोजिकल इन्स्टिच्युट भनेर एकदमै ठुलो र अमेरिकाको एकदमै हाई लेभलको न्युरोलोजिकल इन्स्टिच्युट छ। त्यहाँको चाहिँ नि स्ट्रोक डिरेक्टर अनि प्रोफेसर अफ न्युरोलोजी भएर चाहिँ नि जाँदैछु। अनि त्यहाँ चाहिँ नि म सिनियर एडभाइजर पनि हो यो बेरो ग्लोबल भनेर ग्लोबल हेल्थमा। अनि त्यो भयो भने अब नेपालमा मात्रै होइन कि साउथ अफ्रिका, ट्यान्जानिया त्यहाँ पनि मैले काम गर्नु मिल्छ। प्लस अब मेरो गोल चाहिँ नि बेरोको टिमलाई नेपालमा इन्भल्भ गराउने। अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ नि अब यहाँ बफेलोमा भएको भन्दा बढी चाहिँ नि ग्लोबल हेल्थको अपर्च्युनिटी चाहिँ नि आउँछ। अब रिसर्चहरू पनि त्यस्तै हिसाबले अगाडि बढ्छ। त्यो भएकोले अब एकदम एक्साइटिङ पिरियड चाहिँ नि छ। हजुर दाइ धेरै निकै नै धेरै कुराहरू सेयर गर्नुभयो। हजुरको अपकमिङ लाइफको लागि पनि हजुरलाई बेस्ट विसेस। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। जाँदा जाँदै हजुरले के भन्न चाहनुहुन्छ हाम्रो कार्यक्रमलाई, अनि अल्सो जो जति पनि हाम्रो दर्शकवृन्दहरू हेरिरहनु भएको छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ अन्त? हजुर अब कस्तो भने लाइफमा चाहिँ नि जे गर्दाखेरि पनि मेरो गोल के भयो भने मेरो लेभलबाट बेस्ट पोसिबल आउटकम दिउँ भन्ने हिसाबले मेहनत गरियो होइन। अनि ट्यालेन्ट चाहिँ नि जता पनि छ। अरू कसैले आफ्नो घर बनाउँदैन, आफ्नो घर आफै हो बनाउने। अनि बाहिर भएको मान्छेले चाहिँ नि
केही गएर बनाइदिने भन्ने होइन कि त्यो बन्ने क्रममा चाहिँ नि सानो क्याटलिस्ट भएर हेल्प गर्ने हो, आर्किटेक्ट भएर जाने होइन कि क्याटलिस्ट भएर जाने हो। र बाहिरको ग्रान्टहरू पनि चाहिँदैन। कस्ट इफेक्टिभिटी हेरेर जस्तो स्ट्रोकको हामीले क्लट बस्टिङमा 5 महिनामै त्यो पैसा रिटर्न हुन्छ भनेपछि त 6 मन्थबाट त त्यो पोजिटिभमा गयो नि। त्यो हिसाबले सोचेर गर्यो भने धेरै चिज गर्न सकिन्छ। र नेपालको कन्टेक्स्टमा त अब ब्रेन हेल्थको त इमर्जेन्सी नै भइसक्यो। स्ट्रोक मात्रै होइन कि स्ट्रोक भयो, मेमोरी लस भयो, सिजर भयो, यो माइग्रेन भयो, ब्याक पेन भयो, यो सबै चिजलाई चाहिँ नि अब एकदमै सङ्गठित भएर गर्यो र हामीले पनि त्यसमा चाहिँ नि हेल्प गर्न सक्यौँ भने त्यो एकदम ठुलो एचिभमेन्ट हुन्छ जस्तो लाग्छ। त्यही त। हजुर, थ्याङ्क यू सो मच दाइ। आज मेरो कार्यक्रम इनाज टक सोमा आएर यहाँले मेरो कार्यक्रमको शोभालाई एकदमै धेरै बढाइदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच। पर्सनली पनि एकदमै खुसी छु हजुरले आज जति पनि टाइम दिनुभयो होइन। फेरि पनि अर्को कार्यक्रमहरूमा फेरि हजुरलाई निम्ताउन पाऊँ, हजुरको कपलको इन्टरभ्यू लिन अझै मलाई मन छ होइन। नेक्स्ट टाइम अझ अर्को दिन मैले टाइम सेटअप गरेर हजुरहरूको अझ मोर लभ स्टोरीको बारेमा पनि सुन्न पाऊँ होइन फर्दर प्रोग्राममा। र जति पनि इन्फर्मेसन दिनुभयो इट्स भेरी पावरफुल है, एकदमै राम्रोसँग सेयर गरिदिनु भयो। थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू दाइ। हजुर थ्याङ्क यू। अब यो अपर्च्युनिटी दिएकोमा थ्याङ्क यू। तर अर्को एउटा चिज म के भन्छु भने तपाईँहरूको एक्टिभिटी चाहिँ नि एउटा डक्टरको एक्टिभिटी भन्दा मोर पावरफुल हुन्छ। मैले एज अ डक्टर एउटा बिरामी ट्रिट गर्छु, तपाईँले एज अ टक सो होस्ट यो गरेर स्ट्रोकको बारेमा अवेर गराएर होल तपाईँको भ्युअरलाई नै एजुकेट गर्नुहुन्छ होइन। त्यो अल्टिमेटली हेर्दाखेरि त एउटा डक्टरको इम्प्याक्ट भन्दा तपाईँहरूको इम्प्याक्ट चाहिँ नि अवेरनेस र त्यसमा हाई हुने भएकोले थ्याङ्क यू फर डुइङ दिस। थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू फर योर वर्ड्स है त। धन्यवाद। हजुर, म अमित कँडेल बफेलोमा कार्यरत स्ट्रोक न्युरोलोजिस्ट र न्युरोलोजिकल एजुकेटर। इनाज टक सोमा मैले स्ट्रोक तथा न्युरोलोजी र नेपालको न्युरोलोजिकल हेल्थको बारेमा कुरा गर्न पाउँदाखेरि एकदम खुसी लागेकोले हजुरहरूले पनि इन्जोय गरिदिनुहुन्छ भन्ने आशावादी छु। थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो स्ट्रोक तथा न्युरोलोजिस्ट डाक्टर अमित कँडेल। उहाँको जीवनी, उहाँका कुराहरू, मेडिकल क्षेत्रमा उहाँले पुर्याउनुभएका योगदानहरू र अन्य थुप्रै कुराहरू आज हामीले कार्यक्रममा राखिसक्यौँ। कार्यक्रम यहाँहरूलाई कस्तो लागिरहेको छ? यहाँहरूको प्रतिक्रिया, सुझाव र सल्लाहको हामी अपेक्षा गरिरहेका छौँ। हजुरहरूले हामीलाई डिरेक्ट इमेल पनि गर्न सक्नुहुन्छ। हामीले इमेल एड्रेस पनि यहाँ राखिदिएका छौँ। हजुरहरूले इमेल गरेर, फोन गरेर, मेसेज गरेर कुनै पनि एङ्गलबाट हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। अर्को साता फेरि अर्को व्यक्तित्वसँग नयाँ कार्यक्रमहरू लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि हाम्रो कार्यक्रमलाई लाइक र सब्सक्राइब गरेर सहयोग गरिदिनु होला है त। आजको कार्यक्रमबाट म इना गौतम पनि छुटिन चाहन्छु। नमस्ते।